एकचोटि हेरिहालौँ त गरौँ न मुखमा के बच्चा जस्तो डराएको च्यापाउनु पेट खोल्नु न खोल्नु खाउ न हो यत्रो आमा हेर यहाँ पेट यत्रो पेट आमा रोगै पालेर बसेको रहेछ नि त यो पेटमा त सानो बच्चाहरूले फुटबलै खेल्नुहुन्छ रङ्गशाला नै बनाएर रङ्गशाला बनाएको छ एकछिन चेक गर्नु है त के गरायो भने यो देख्नु भएन डाक्टर साहबले चेक गर्नुभयो कसलाई चेक गरे म पेसेन्ट हो अनि को तपाईँ म त पार्सल पुऱ्याउन आएको अस्तिको पार्सल थियो त्यही पुऱ्याउन आएको भन्नुपर्छ नि मेरो पेट जति भने तपाईँले के पेसेन्ट को हो त्यो थाहा पाएर पो गर्नुपर्छ भन्नुपर्छ नि त पार्सल पुऱ्याउन त्यो मुखमा आउने बित्तिकै कोच्या चाहिँ मैले कसरी भन्ने बोल्न दिनु भएको छैन मिस्टेक भएछ थ्याङ्क यू झन् यसकै पार्सल नमस्कार नमस्कार बस्नु बस्नु तपाईँले त पार्सल ल्याउनु भएको छैन यहाँ खासै मेरो त्यस्तो केही होइन डाक्टर साहब अलिकति यहाँनिर पेट दुखाएको छ त्यही भएर यसो नियमित जजाउँथ्यो भनेर ए रेगुलर हो कि अब स्पेसल हो त्यो त हामी जान्छ थाहा भइहाल्छ नि यस्तो नजिकै आउनु रहेछ सास लिनुहोस् फाल्नुहोस् सास लिनुहोस् फाल्नुहोस् सास लिनुहोस् उतातिर फाल्नुहोस् उतै फाल्नुहोस् फालिरहनुहोस् है ठिक छ ए खै सास लिनुहोस् हेर्नै नसक्ने भयो नि म त्यसलाई लेखुलै गर्नुहोस् लेखिरहनुहोस् फाल्नुहोस् झन्नै माथि परेछ एकचोटि फेरि डडाले पनि चेक गरौँ पर्दैन त्यो मैले टी सर्टबाटै आउँदैन मौछन् जस्तै सास लिउँ उता उता पर फालौँ अझै सास लिउँ पर फालौँ ल ल ल ल यता गम्भीर रहेछ एकदमै गम्भीर रहेछ तपाईँको एकदमै गम्भीरै रहेछ बिपी भएको के भन्दाखेरि अलिकति खतरै रहेछ तपाईँको त्यो अलि लास्टै स्टेज पो हुनसक्थ्यो अहिले तपाईँ ठ्याक्कै टाइममै आउनु न त लास्टै हुनसक्थ्यो तपाईँ होइन भएको चाहिँ के भन्दैछु अब तपाईँले चाहिँ खै यो आँखा तल अझ तल माथि दायाँ बायाँ घुमाउने नाक जिब्रो देखाउनुहोस् बाहिर निकाल्नु अझ बाहिर अझ बाहिर अझ बाहिर डाक्टर साहब भित्रै छिरेर हेर्नुहुन्छ क्या भित्र छिरेर होइन भित्र छिराएर चाहिँ हेर्नुपर्छ छिराएर हेर्ने यस डक्टर कम्पाउन्डर डक्टर झुकिनु होला उहाँ हो डक्टर जिब्रो देखिन्छ है ठिक छ अब अलि लास्टै रहेछ नि यसो उहाँको अलिकति परिस्थिति गम्भीर छ अब तपाईँले एउटा इन्डोस्कोपी गर्नु पर्यो है एउटा भिडियो एक्सरे त्यसपछि अडियो भिडियो एक्सरे अडियो भिडियो यो अडियो भिडियो भने चाहिँ के लाग्छ नयाँ हो अहिले फेरि म्युजिक भिडियो भनिदिन्छ थाहा पाउँछ ठिक छ अडियो भिडियो एक्सरे त्यहाँ गऱ्यो भने अनि तपाईँको चाहिँ घुँडाको एक्सरे गर्नुपर्छ डाक्टर म कि तपाईँ हुन्छ तपाईँ नै हुन्छ वाट इज दिस ओ सिट होइन डाक्टर साहब मेरो पेटमै अलिकति घुँडाभित्रको नसा पेटमा जान्छ पेटको नसा टाउकोमा अनि टाउकोले दुख्यो भनेपछि मात्रै दुखेको फिल हुने त्यस कारण एउटा घुँडाको एक्सरे अति आवश्यक छ कुर्कुच्चामा पनि तपाईँको पहिला चोट लगाएको हुन्छ कुर्कुच्चाको एक्सरे स्टुल भइसक्यो डक्टर हो यु कम्पाउन्डर हो यु सरी मी यु कम्पाउन्डर आई डक्टर ओके थ्याङ्क यू कम्पाउन्डर सटा ओके स्टुल चेक गर्ने युरिन खकार पनि गर्नुपर्छ डाक्टर साहब यो खकार चाहिँ फेरि किन चेक गर्नु पर्यो नि यहाँ पेट खकार कहाँबाट आउँछ पेटबाट आउने पेटको चिजबाट खकारमा के विकार रहेछ भन्ने कुरो चेक गर्नुपर्छ त्यसकारण खकार इज नेसेसरी खकार
रगत चाहिँ 5 थरी चेक गर्नुहोस् है, त्यहाँ ल्याबमा गएर भन्नुहोस् 5 थरीको रगत चेक गर्नुहोस्, एन्टिबायोटिक एउटा खानुहोस्। अब त भयो अहिले एउटा थप्छु नि अलिक। अनि त्यसपछि डडालोको एक्सरे पनि एउटा गर्नुहोस्, यो पछाडिको डडालोको बिहा छैन क्या भएको चाहिँ के भन्नु न, पेटभित्र पछाडि डडालो यहाँ दुख्दै यहाँ देखिन्छ त्यहाँ दुख्दै यहाँ दुख्दै, त्यो पनि डडालो पनि गर्नुहोस्, एक्सरे गर्नुहोस्। एन्टिबायोटिक 6 दिन। अनि अर्को यो औषधि पनि खानुहोस्। यो चाहिँ हाम्रै क्लिनिकबाट किन्नुपर्छ, यो अन्त किन्नु पाइँदैन। यो यही औषधि छ त्यहाँ क्लिनिकमा, हाम्रै क्लिनिकमा किन्ने, यो पनि हाम्रै क्लिनिकमा किन्ने, अन्त किन्नु पाइँदैन। यो हेर्नुहोस् फोक्सा चित्र भएको चिज यो तपाईँले हेर्नुभयो भने सबै हाम्रो क्लिनिकमा तल गएर किन्नुहोस्, यो एक्सर्साइज गराएर आउनुहोस्, अनि तपाईँलाई भन्छु है त। एकदम अर्जेन्ट, यो एकदम भएको चाहिँ के भन्दै हुन्छ नि डाक्टर साहब, यो जाँचेपछि थाहा हुन्छ भाइ के हो है। ओके ल हुन्छ जाँच्नुहोस्। जान्ने भइरहेको के जान्ने भइरहेको तँ हेर्दाखेरि नि ग्यास्ट्रिक भएको जस्तो छ, त्यसलाई ग्यास्ट्रिक औषधि मात्रै दिएर पढाइदियो भइहाल्दैन। अनेक थरी के इन्डोस्कोपी रे युरिन हाम्रो नि त ग्यास्ट्रिक मात्रै भएको त्यसलाई। यहाँ अहिले बिरामीलाई हामीले आएको बेलामा राम्रोसँग जाँचेनौँ होइन, तिनीहरूसँग राम्रोसँग यो लिएनौँ भने भोलि बिरामी हामी पनि हुन सक्छौँ, कम्पाउन्डर पनि बिरामी, डाक्टर पनि बिरामी हुनसक्छ। त्यसपछि जत्तिकै राम्रो डाक्टर बन, जत्तिकै दुर्गम ठाउँमा चाहिँ तिमी गएर सेवा गर, केही फरक पर्नेवाला छैन। हामीलाई बिरामी भएको बेला यो सरकार फरक कसैले जान्दैनन्। ती नेताहरू बिरामी भयो भने चाहिँ हेलिकप्टरमा चढेर छिसिक्क केही भयो भने करोडौँ रुपियाँ खर्च गर्छन्। हामीलाई त केही गर्दैन भयो। त्यसकारण बिरामी आएर जाँच्ने हो नि, सबै थोक जाने, भएको पनि जाने नभएको पनि जाने, के भएको छ भएको पनि जाने नभएको पनि जाने, जाँचेपछि के फरक परेन। चाहिन्छ हामीलाई यसो चाहिन्छ तरिका त्यो हो। यस भेरी गुड अन्डरस्ट्यान्ड बा आफ्नो बडा भैया सबसे बडा रुपैयाँ बुझ कुरा एकदम छर्लङ्ग छर्लङ्ग स्पष्ट क्लियर एकदम छर्लङ्ग एकदम के बोलाइ त नङ जाँच भन्ने बिर्सिएछ नि सबै जाँच्नु भयो, अलि एउटा नङ बिर्सिनु भएको तैँले सम्झाउनु पर्यो। ठिक छ, यसलाई चाहिँ नङ पनि जाँच्नुपर्छ है, नङ पनि जाँच्नुपर्छ। आउनुहोस् कमिङ हियर। यस अलराइट दर्शक